हत्या गरेर बोरामा पोको पारेर पुल मुनि लगेर फालिएको अवस्थामा भेटिएको थियो रमा तिवारीको शव। उनको पहिचान भइसकेको छ, परिवारले पुष्टि गरिसकेको छ र हत्याराको कसरी पहिचान गर्ने विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ, अनुसन्धानलाई तीव्र बनाएको छ। कसरी अनुसन्धान हुँदैछ त रमा तिवारीको हत्याराहरूको भन्ने विषयमा आज हामीले भिडियो बनाएका छौँ। यो भिडियोलाई पुरा हेरेर पुरा जानकारी लिनुहोला र हजुरलाई लागेको प्रतिक्रिया पनि दिनुहोला। लागौँ आजको हाम्रो यस भिडियोतर्फ। दमककी 21 वर्षीय रमा तिवारी हत्याकाण्ड, प्रहरी अनुसन्धान तीव्र, हत्याराको नजिक पुगेको प्रहरीको दाबी छ। झापाको दमक क्षेत्रमा बोरामा शव फेला परेकी 21 वर्षीय रमा तिवारीको हत्या घटनामा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। प्रहरीले घटनालाई नियोजित हत्या भनेको आशंका सहित अनुसन्धान अघि बढाइरहेको बताएको छ। प्रहरीका अनुसार शव फेला परेपछि गरिएको अनुसन्धानका क्रममा मृतकको पहिचान खुलेको छ भने घटनामा संलग्न व्यक्तिहरूको पहिचान समेत भइसकेको र प्रहरी हत्याराको नजिक पुगेको समेत दाबी भइरहेको छ। शव फेला परेको भोलिपल्ट परिवारद्वारा शनाखत भएपछि अनुसन्धान प्रक्रियालाई थप सहज बनेको प्रहरीले जनाएको छ। दमक नगरपालिका 8 बसन्तटोल निवासी नारायण तिवारीकी 21 वर्षीय छोरी रमा तिवारीको परिवारले शव शनाखत गरेको हो। प्रारम्भिक जानकारी अनुसार रमा जेठ 13 गते राति करिब 9:30 बजे घरबाट निस्किएकी थिइन् र त्यसपछि घर फर्किएकी थिइनन्। प्रहरीले उनको साथी सङ्गत तथा पछिल्लो गतिविधिलाई केन्द्रमा राखेर अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक हुने बताइएको छ। दमककी 21 वर्षीय रमा तिवारीको शव बोरामा पोको पारेर खोलामा फालिएको अवस्थामा 2-3 दिन अगाडि गाउँलेहरूले देखे पछाडि प्रहरीलाई खबर गरेको थियो। सेतुमारी रतुवा पुलमुनि फालिएको भनेर समाचार आएको थियो। हामीले आज तपाईहरुलाई केही अपडेटहरू राखेका छौँ। तपाईहरुलाई लागेको प्रतिक्रिया पनि कमेन्ट बक्समा राख्न सक्नुहुन्छ र हामी यस्तै र फरक अपडेटहरू तपाईहरु समक्ष राख्दै जानेछौँ। नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन पनि दबाइदिनु होला। हस् त आजलाई भिडियो यति नै। अर्को भिडियोमा भेट्ने भाषाका साथ हामी बिदा चाहन्छौँ। नमस्कार।